हेलो हेलो नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ भिडियोमा। लामो समयको ग्याप पछाडि फेरि पनि भिडियो लिएर आइसकेको छु साथीहरु। यो बीचमा चाहिँ भिडियोहरु पनि मैले धेरै भयो नबनाएको अनि युट्युबमा नहालेको पनि, अनि एकदम धेरै बिजी थिएँ नि त। भिडियोहरु बनाए पनि एडिट गर्नै गाह्रो हुने के, बेलुका अब काम अबेलासम्म हुन्छ है। त्यही भएर आज चाहिँ असार 15 साथीहरु, यहाँ सबैजनालाई असार 15 को धेरै धेरै शुभकामना। अनि आज चाहिँ असार 15 मा चाहिँ हाम्रो नेपाली समाजमा दही चिउरा खाने रुपाई गर्ने चलन छ हैन। रुपाई त अलरेडी अब यो सिजनमा हुन्छ नै, तर आजको स्पेशली हुनेछ। अनि त्यही भएर आज चाहिँ यही रुपाई सम्बन्धी म भिडियो बनाउँदै छु। भिडियो हेर्दै गर्नु होला। मकै पनि यति ठुल्ठुलो भइसक्यो साथीहरु, जाँदा छरेको मकैहरु। हाम्रो चाहिँ मकै पनि यस्तो भइसकेको छ है साथीहरु। गाउँघरमा धान चोर निस्किन थालिसक्यो, हाम्रो चाहिँ यस्तो हुँदैछ। अनि त्यही भएर आजको भिडियो चाहिँ तपाईहरु सामु म रोपाईको भिडियो लिएर आउने छु। भिडियोलाई धेरैभन्दा धेरै माया गरिदिनु होला। बङ्गुरहरुको पाठाहरु पनि यस्तो भइसक्यो। मेरो चाहिँ यो लटको सबै बेचिसके। यो चाहिँ साइली बहिनीको लोकल कुखुराहरु पनि यहाँ चर्दै छन्। मकैमा चाहिँ साथीहरु यति धेरै फौजी किरा लाग्यो है, तर हामीले औषधि चाहिँ हालेन। हाम्रो रोपाई चाहिँ यहाँ हुनेवालामा छ। बिउ काट्दै हुनुहुन्छ बिउ काट्नेले। अनि हामी भर्खर जाँदैछौँ। हाम्रो गाईको गोठ यहाँ छ, कुखुराले बच्चा त्यहाँ चराउँदैछन्। अनि आजको भिडियो चाहिँ एकदम धेरै, रोपाई त लगभग धेरैले गरिसकेको छ साथीहरु। हामी चाहिँ फर्स्ट टाइम हो आज। अबबाट चाहिँ हाम्रो रोपाई सुरु हुन्छ। मेरो चाहिँ खेत पनि अलिकति छ, त्यो पनि एकदम धेरै जङ्गल फाट्नै बाँकी छ। रोप्नेले रोप्न थालिसके। रोपारहरू हेर्न सक्नुहुन्छ है साथीहरु। धान रोपाएर कहाँ देख्यो हो रोपेछ धान? कहाँ खै हो र? कहिले रोप्ने हौ तिमीहरूको चाहिँ? धान त रोप्ने मेरो छोरीहरूले पनि आज असार 15 मा। साथीहरु हामी चाहिँ खेतमा आइपुगिसकेको छौँ। खेतमा चाहिँ बाउसे भन्छ हाम्रोतिर चाहिँ। यहाँ चाहिँ लाठीहरूले खेत रेडी गरिसकेको छ। यहाँ खेताला ठुल्ठुलो लिएर आएको छु। लाठीहरू स्कुटीमा पनि आउँदैछन्। असार 15 को सबैजनालाई धेरै धेरै शुभकामना। कामना हैन, रमाइलो भइरहेछ हजुर। अन्त यस्तो रमाइलो हिलो खेल्न पाएको छ अनि रमाइलो नहुनु त? छोरी हिँडिसक्यो है रोपाई गर्न असार 15 मा। छोरी ह्याप्पी असार 15। जानिपसुङमा आज धान रोप्नु पर्छ। जाऊ न छिटो। स्टार्ट भइसक्यो है मेरो छोरीको असार 15। निम्सुङमा त्यो रुमाल बोक्दै बुनुको। छोरीको असार 15 स्टार्ट भइसक्यो है। चाकले छुला नि फेरि उयो। कहाँ देब्रोले रोपेको त दाइनले रोप्नुपर्छ।
पन्ध्र पनि एकदमै रमाइलो हो यसो रमाइलो भयो भन्नु नि हौ सबैले भर्खर हामीले गरा रोपिसकेको छौँ साथीहरू धान उहाँ चाहिँ एक्लै पर्नु भएछ अघिसम्म राजदाई हुनुहुन्थ्यो साउजी अब हामी झर्छौँ पक्नु न पिर नगर्नु पानी परेर एकदम यस्तो भइरहेछ कि हाम्रो रोपाइ चाहिँ ओहो म चाहिँ प्लास्टिक भित्र बसेर पुरै साथीहरू भिडियो बनाइरहेको छु पानी परेर हालत खराब हो हाम्रा टिमहरू यसरी छरपस्टै भएको छन् सबैजना प्लास्टिक ओढेर काम गरिरहेछन् कोही उभिरहेछन् हाम्रो रोपाइ चाहिँ यस्तो एरियामा हुँदैछ साथीहरू असार 15 चाहिँ यस्तो भयो है हाम्रो अब एकछिनमा हिलो खेल्नुपर्छ ओहो रमाइलो हुनेवालामा छ है साथीहरू हाम्रो रोपाइ चाहिँ यस्तो भइसक्यो हामीले चाहिँ लगभग सिध्याउँदै आइसक्यो हिलो खेल्न सुरु गरिसकेछ दाजुभाइहरूले मेरो मोबाइलमा नान्नु साँच्चीकै नान्नु ल मोबाइल भित्र के धान रोपाइ त पुरै कोदो रोपाइ भयो त यहाँ त हेलो साथीहरू असारे रोपाइ चाहिँ हाम्रो सिद्धिनु लागिसक्यो है अब पानी परेर प्लास्टिक ओढेर भए पनि अझै पनि प्लास्टिक चाहिँ कति मान्छेले चाहिँ छोड्नु भएकै छैन साथीहरूले चाहिँ यस्तो रमाइलो अहिले चाहिँ दिन पनि उब्रिसकेको छ तर पानी नपर्ला भन्न चाहिँ सकिन्न असारको महिना हो पानी त अभियसली पर्छ नि होइन साथीहरू काकीले चाहिँ अघि चाहिँ कोदो जस्तै रोपिराख्नु भएको थियो अहिले चाहिँ बल्ल न्याय पाछ धानले अघि त कोदो रोपाइ थियो साथीहरू हाम्रो रोपाइ चाहिँ तलतिर बासतिर जता पायो त्यतै के गरा सार्नु भएर मान्छे धेरै भएर यसरी रोपिरहेको छौँ अब चाहिँ हामी अघि चाहिँ यस्तो छड्के लगेर अनि यो तल रोपिसकेर अनि अब लगभग तलबाट सिद्धाउँदै हामी चाहिँ अब छड्के मासतिर जाँदैछौँ साथीहरू धान रोप्नु रमाइलो भइरहेछ जे होस् बकारी भर्ने कार्यक्रम सुरु भएको छ होइन त यहाँ पुष्पाको यताबाट उता फर्किनु पर्छ साथीहरू आजको रोपाइ चाहिँ हाम्रो लगभग 80 दिन लागिसकेको छ अनि यहाँ चाहिँ भगारी भर्ने कार्यक्रम भइरहेको छ अनि रोपाइ चाहिँ हामीले यति धेरै रोप्यौँ अनि अझै पनि रोपाएर यतातिर हुनुहुन्छ सबैजनालाई त्यही भएर हाम्रो चाहिँ रोपाइ सिद्धेर पनि खाजा खाने प्रोग्राम भइरहेछ दही चिउरा आज असार 15 अन्त
हाम्रो आजको असार 15 चाहिँ यस्तो छ रोपाइसँगै दही चिउरा केरा स्पेसल मिठो छ ल धन्यवाद अब आउँदै हुनुहुन्छ सबैजना यो चाहिँ मेरो भाग मलाई आइसकेको छ है असार 15 को दही चिउरा यहाँ हुनुहुन्छ दिदीले लिइसक्नु भएको छ कस्तो छ त भनिदिनु त आज असार 15 एकदम मिठो छ एकदम मिठो रमाइलो होइन उहाँले त भनिसक्नु भयो एकदम मिठो छ अरे रमाइलो छ अरे असार 15 लहे लहे हामीले चाहिँ रोपाइ सिद्ध्याएर पनि खाजा खाने प्रोग्राम भइरहेछ लाठीहरूले चाहिँ खाजा खाइसक्नु भएको छ र हामी रोपाराहरू चाहिँ लास्टमा छौँ हाम्रो माइजू हो तल हुनुहुन्छ रहेछ साथीहरू हामीले चाहिँ अब धान रोपिसकेर पनि खाजा खाने प्रोग्राम पनि अब लगभग सिद्धिन लागिसकेको छ असार 15 पनि एकदम रमाइलो भयो दही चिउरा केरा साथमा रोपाइ है दही चिउरा तरकारी खाए ल अनि अब आजको भिडियो यति नै भन्नुपर्छ किनभने रात पनि परिसक्यो सबैजनालाई ह्यापी असार 15 साथै भिडियोमा मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ पक्कै पनि नभुल्नु होला बाइ बाइ